क्षेत्र नम्बर 4 मा मतदाताका बीचमा फेरि एकपटक उम्मेदवार भएर प्रस्तुत भएको छु। यो पटकको मेरो उम्मेदवारी मूलत अहिले लोकतन्त्र जुन हामीले लडेर ल्याएको व्यवस्था हो, रोजेर ल्याएको व्यवस्था हो, यसमाथि प्रश्न उठाइएको छ। हामीले बनाएको संविधानमाथि प्रश्न उठाइएको छ र यसको रक्षा गर्नु एउटा प्रमुख दायित्व हो। त्यस हिसाबले यसको रक्षाको निमित्त म उभिएको छु भने अर्को चाहिँ अहिले अन्तर्राष्ट्रिय राजनीतिमा एउटा ठुलो उथलपुथल आइरहेको छ। दोस्रो विश्वयुद्धपछि पहिलो पटक अन्तर्राष्ट्रिय राजनीतिको शक्ति सन्तुलनमा फेरबदल आइरहेको छ र साना र कमजोर राष्ट्रहरूका स्वतन्त्रता र सार्वभौमिकता, अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय मूल्य मान्यताहरू जो स्थापित थिए तिनीहरूमाथि प्रश्न उठाइएको छ र यो कता कता एउटा फेरि माइट इज राइट जस्तोको अथवा प्री सेकेन्ड वर्ल्ड वारको अवस्थामा विश्व व्यवस्था जाने हो कि भन्ने एउटा स्थिति उत्पन्न भएको छ। यस्तो अवस्थामा देशको उच्च तहमा नीति निर्माणको तहमा पुगेर आफूले जानेको, अध्ययन गरेको र आफूले हिजो अनुभवबाट ल्याएको ज्ञान जुन अन्तर्राष्ट्रिय राजनीति र विशेष गरी विदेश नीतिका बारेमा मैले त्यहाँ गएर भूमिका खेल्न पर्छ र खेल्न सक्छु भन्ने आत्मविश्वासका साथ म अहिले उम्मेदवार बनेको छु। र त्यसै गरी अहिले हामीले अत्यन्त संयमित र सन्तुलित साथ हाम्रो फरेन पोलिसीलाई अथवा विदेश नीतिलाई अगाडि बढाउनु पर्नेछ। अलिकति पनि अहिले हामी चुक्यौँ भने इतिहासमा हामीलाई साह्रै ठुलो नोक्सानी हुने र हामीले हाम्रा छिमेकी देश देखेका छौँ, अलि टाढाका देशहरू देखेका छौँ। एकचोटि चुकिसकेपछि त्यसको रिकभरी हुनका लागि कुनै मुलुक असफल राष्ट्रतर्फ नै उन्मुख भएका छन्, असफल नै भएका छन्। कतिपय मुलुकहरूले त्यसलाई सम्हाल्नका लागि दशकौँ बिताउनु परेको छ। त्यसो भएको हुनाले हाम्रो यो अत्यन्त एउटा डेलिकेट अवस्थाबाट अन्तर्राष्ट्रिय राजनीति, क्षेत्रीय राजनीति गुज्रिरहेको अवस्थामा हामीले त्यस्तो एउटा भूमिका निर्वाह गर्ने जिम्मेवारी पुरा गर्नका लागि म अहिले फेरि एकपटक यहाँ आएर मतदाताका साथमा अनुरोध गरिरहेको छु र मलाई विश्वास छ यसपटक क्षेत्र नम्बर 4 का जनताहरूले हिजो म पराजित हुँदा पनि मैले यहाँको क्षेत्र छोडिनँ, काम मैले निरन्तर गरिरहेको छु र मैले गरेका कामहरू हिजो विजयी हुने साथीको भन्दा ती सम्पन्न भएका कामहरूको सूची लामो हुनेछ र त्यति गरेर म यो क्षेत्रमा निरन्तर लागिरहेको हिसाबले यहाँका जनताले न्याय गर्नुहुनेछ र उहाँहरूले सहयोग गर्नुहुनेछ, विश्वास गर्नुहुनेछ भन्ने विश्वासका साथ म उम्मेदवार भएको छु।